तपाईहरुको एससी को रिजल्ट चाहिँ पब्लिश भइसकेको छ है। अब यो रिजल्ट आइसकेपछि कतिजना दुखी हुनुहुन्छ होला, कतै खुसी हुनुहुन्छ होला। कृपया तपाईहरु दुखी नभइदिनु होला, किनकि 10 कक्षाको रिजल्ट नै 10 कक्षाको रिजल्ट नै तपाईको सबै भविष्य चाहिँ निर्धारण गर्ने होइन। यो चाहिँ तपाईको एउटा पार्ट अफ लाइफ भनेको खुड्किला मात्र हो। जिन्दगीमा तपाईले धेरै ठूला खुड्किलाहरु पार गर्नुपर्ने हुन्छ। अभिभावकहरुले पनि के बुझिदिनु होला भने यो रिजल्ट नै फ्युचरको चाहिँ एउटा डिटरमिनेन्ट बन्ने चाहिँ होइन के। त्यो ढुक्क हुनुस् तपाईहरु। अब 11 12 पढ्दै जाँदाखेरि ब्याचलर गर्दै जाँदाखेरि तपाईहरु बल्ल चाहिँ एउटा चाहिँ आफ्नो एजुकेसन सिम्पली पूरा गर्नुहुन्छ। आफ्नो जब पाउनको लागि तपाईले ब्याचलर मिनिमम गर्नुपर्छ अहिलेको सिनारियोमा हेर्ने हो भने। त्यसकारण अभिभावकजीहरुले पनि आफ्नो बालबच्चालाई डिमोटिभेट गर्ने तैले सकिनस्, तैले गरिनस्, यो तेरो भएन, त्यो फलानाको छोराको हेर्ने यस्तो आयो, त्यो टाइपको कृपया नगर्दिनु होला प्लिज है। अहिले चाहिँ त्यसो भन्दिने अनि एउटा बालबच्चा चाहिँ अब तनाव लिएर हैन आफ्नो चाहिँ नेगेटिभ खालको निर्णय गरेर आफूलाई केही हानि पर्ने खालको काम गरिहाल्यो भने पछि तपाईले रिग्रेट गर्नु बाहेक पछुताउनु बाहेक केही विकल्प हुन्न अभिभावकजीहरु। सो तपाईले यस्तो काम चाहिँ नगर्दिनु होला। जस्तो आएको छ ठीक छ, अब यसलाई नै अगाडि बढाएर यो भन्दा राम्रो गर्नुपर्छ 11 12 पढ्दाखेरि भन्ने खालको कुरा गरिदिनु होला। अब रिजल्ट चेक गरेपछि कति आयो भनेर कमेन्ट पनि गर्नु होला है त। नस्त धन्यवाद।